नगरपालिकाको 9वटै वडामा चाहिँ स्वास्थ्य शिविर सञ्चालन महिला स्वास्थ्य शिविर सञ्चालन गर्छ। त्यसमा विशेष गरी स्तनको जाँच र पाठेघरको जाँचलाई चाहिँ फोकस गरेर राखिएको हो। यो किन राखिएको हो भन्दाखेरि चाहिँ गाउँघरका महिलाहरू जो जनजाति, आदिवासी, दलित समुदायबाट पछाडि पारेको वर्गहरू हस्पिटलसम्म जान नसक्ने, आफ्ना समस्याहरू लुकाएर राख्ने, आर्थिक रूपले विपन्न, जान चाहँदै पनि आर्थिक रूपले चाहिँ एकदमै अभावमा खड्किनु भएको यस्ता दिदीबहिनीहरूको लागि चाहिँ विशेष फोकस गरेर चाहिँ यो कार्यक्रम राखिएको छ। यो कार्यक्रम राख्दाखेरि रङ्गेल नगरपालिकाभित्रका धेरै महिलाहरूले चाहिँ निःशुल्क सेवा सुविधाहरू पाउनु भएको छ। अलिकति म केही कुराहरू विगतको दिनलाई फर्केर भन्छु। गएको 2080 सालमा चाहिँ हामीले यसरी नै शिविर राख्यौँ। शिविर राख्दाखेरि 40 जना महिलाहरूको पाठेघरमा समस्या भएको, जो कि उहाँहरूलाई चाहिँ अपरेसनै गर्नुपर्ने अवस्था र अपरेसन गर्नको लागि एकजना महिला बराबर प्राइभेट हस्पिटलमा 1 लाख रुपियाँ खर्च लाग्ने रहेछ। त्यो बेला हामीले विज्ञहरू विभिन्न हस्पिटलका विज्ञ डाक्टर टिमहरू ल्याएर चाहिँ हामीले यसरी शिविर राख्यौँ। शिविर राखेपछि तुरुन्तै उहाँहरूलाई चाहिँ हामीले निःशुल्क अपरेसन गऱ्यौँ र 40 जनालाई पनि हामीले के हुन्थ्यो निःशुल्क सेवा सुविधा दिएर उहाँहरूलाई घरमा पुनर्स्थापना गऱ्यौँ या घरमा फर्कायौँ। स्वास्थ्य सकुशल हामीले फर्कायौँ। त्यसै गरी गएको अघिल्लो साल पनि हामीले शिविर राख्दाखेरि 7 जनालाई पाइयो, 7 जनालाई चाहिँ अपरेसन गऱ्यौँ र अहिले हामीले सुरुवात गर्ने क्रममा छौँ। सुरुवात गर्दाखेरि हामीले वडा नम्बर 9 देखि सुरु गऱ्यौँ। 9 मा चाहिँ 1 जना पोजिटिभ देखिनु भएको छ, 8 मा पनि 1 जना देखिनु भएको छ अपरेसन गर्ने र अहिले आमगाछीमा छिँदै अलिकति हामी ढिलो आयौँ कार्यव्यस्तताका कारणले। यहाँले चाहिँ सुचारू गरिसक्नु भएको रहेछ र यहाँ अहिले जाँच गर्ने क्रममा VIA टेस्ट हामीले VIA टेस्ट गर्छौँ। त्यो VIA टेस्ट भनेको चाहिँ पाठेघरको चाहिँ हामी टेस्ट गर्छौँ। त्यो टेस्ट गरेको अहिले नै सरले भनिसक्यो, त्यो टेस्ट गरिसकेपछि 3 वर्षसम्म हामी ढुक्क हुन्छौँ कि मेरो पाठेघरमा 3 वर्षसम्म कुनै पनि समस्या हुँदैन। त्यो टेस्टले त्यस्तो कुराहरू देखाउँछ। भनेपछि VIA टेस्ट गर्दाखेरि चाहिँ हामीले लगभग 6 जनालाई पोजिटिभ देख्यौँ र म पनि अहिले यो चेक जाँच गर्ने क्रममा भित्र पसिरहँदाखेरि मलाई यति दुःख लाग्यो। एकजना आमाको 4थो स्टेपसम्म पाठेघर खसेको अवस्थामा भेटियो। भनेपछि त्यो महिला आमाले कसरी त्यो दुःख पीडालाई चाहिँ खपेर चाहिँ बाँच्नु भएको होला। उहाँलाई पनि त आफ्नो स्वास्थ्य उपचार गराउन पक्कै मन थियो होला। आर्थिक रूपले अभाव भएकै कारणले उहाँ चाहिँ आफ्नो अपरेसन गराउन नसक्नु भएको होला या हस्पिटलसम्म पुग्न नसक्नु भएको होला। आज यो शिविरबाट उहाँले चाहिँ त्यो एउटा सेवा लिँदै हुन्छ। म एकदमै खुसी भएँ, किन भन्दाखेरि त्यो पीडा उहाँले लुकाएर राख्नु भएको थियो। त्यसै गरी 6 जना त अहिले निस्किसक्नु भएको छ पोजिटिभ। अब अझै कतिजना निस्किन्छ थाहा हुँदैन। यो हाम्रो 5 वर्षसम्म शिविर रहन्छ। तपाईँहरू जाँचेर गइसकेपछि अन्य छिमेकी महिलाहरूलाई पनि महिलाहरूको पाठेघरको चाहिँ शिविर राखेको छ। त्यहाँ निःशुल्क उपचार पनि गरिन्छ, चेक जाँच गराइदिन्छ। जानुस् भनेर यहाँहरूले सल्लाह सुझाव दिनुहोला। र त्यसै गरी पाठेघर 1 स्टेप, 2 स्टेप, 3 स्टेप, 4 स्टेपसम्म खस्छ र 1-2 स्टेपलाई चाहिँ हामीले रिङ प्रेसरी यहीँ राख्छौँ। रिङ प्रेसरी पनि हामी राख्छौँ र त्यो रिङ प्रेसरी राखिसकेपछि तपाईँहरूले एकचोटि राखेर सधैँभरि हुँदैन है। त्यसलाई चाहिँ तपाईँहरूले एकदमै विशेष ध्यान दिनुपर्छ, सरसफाइ गर्नुपर्छ र ती 3 महिनामा चाहिँ रिङ प्रेसरी चाहिँ फेर्नुपर्छ। त्यो फेर्नको लागि तपाईँले यहीँनिरको स्वास्थ्य चौकीमा आउनुभयो भने उहाँहरूले समन्वय गरेर हस्पिटलमा कुराहरू राखेर रिङ प्रेसर राख्ने नर्सहरूसँग चाहिँ रिङ प्रेसरी राख्न सकिन्छ। त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ अलिकति ध्यान दिनुपर्छ। र कहिलेकाहीँ मैले सुन्छु रिङ प्रेसरी राखेपछि उहाँले सधैँभरिको लागि हो भनेर चाहिँ त्यतिकै छोड्ने पनि महिला दिदीबहिनीहरू हुन्छ। त्यो झन् खतरा हुन्छ। त्यसैले तपाईँले ती 3 महिनाको लागि चाहिँ त्यो रिङ प्रेसरी चाहिँ फेर्नुपर्छ भन्ने कुरा पनि जानकारी दिएँ। र मलाई लाग्छ यस्तो समस्याबाट धेरै दिदीबहिनीहरू अझै पनि हामी 21औं शताब्दीमा पुग्दा पनि यस्ता समस्याहरू, मेरो पाठेघर खसेको समस्या मेरो परिवारलाई राख्नु हुँदैन, मेरो छिमेकीलाई राख्नु हुँदैन, यो लाज हुन्छ, डक्टरलाई गएर देखाउनु हुँदैन, कुनै देवी देवताको श्राप हो, कालो बोको चढाउनुपर्छ, मन्दिरमा गएर भाकल गर्नुपर्छ, परेवा चढाउनुपर्छ भन्ने एउटा पुरानो चलन छ नि, त्यो चलनलाई हामीले तोड्नुपर्छ। यो कुनै देवी देवताको श्राप होइन। तर अझै पनि त्यस्तो सुनिन्छ। मैले कता गाउँमा हिँड्दाखेरि चाहिँ यो चाहिँ देवी देवताको श्रापले यस्तो भएको भन्ने अहिले प्रचलन छ। त्यसलाई चाहिँ तपाईँहरूले तोड्नुपर्छ। यो श्राप होइन। यो किन कसरी यो पाठेघर खस्छ त भन्ने कुराहरू पनि यहाँ जानकारी दिन्छु। हामीले चाहिँ हाम्रा छोरीहरूलाई चाहिँ 15 वर्षमा हामी बिहे गरिदिन्छौँ। 15 वर्षमा बिहे गरिसकेपछि 15-16 वर्ष हुँदा 17 वर्ष हुँदा बच्चा पाइरहेको हुन्छ।
17, 18, 20 वर्षसम्म उसको 2-3टा बच्चाहरू भइरहेको हुन्छ। उमेरले ऊ कलिलो हुन्छ, उसको शारीरिक रूपले सम्पूर्ण अङ्गहरूको विकास भएको हुँदैन, पाठेघरको पूर्णता रूपले विकास भएको हुँदैन। उनीहरूले नचाहँदै गर्भधारण गर्नुपर्छ, गर्भवती हुन्छ, उसले बच्चा पाउन बाध्य हुन्छ। बाध्य भइसकेपछि के हुन्छ? कमजोरी हुन्छ। कमजोरी उसको शरीरको पूर्ण रूपले चाहिँ शरीरको अङ्गहरूको पाठेघरको विकास हुँदैन, उसले बच्चा पाइसकेको हुन्छ। यी कारणहरूले पनि के हुन्छ त? पाठेघर खस्छ। लगातार बच्चा जन्माउनाले वर्षै पछिको बच्चा हामी जन्माउँछौँ, त्यो कारणले पनि के हुन्छ त? पाठेघर खस्छ। महिनावारी हुँदाखेरि चाहिँ हामीले गरुको सामानहरू उचाल्छौँ, आराम गर्दैनौँ, पोसिलो खानेकुराहरू खाँदैनौँ। पोसिलो खानेकुराहरू नखाएको कारणले पनि पाठेघर खस्छ, या गरौँ सामानहरू उचालेको कारणले पनि पाठेघर खस्छ। सुत्केरी अवस्थामा हामी आराम गर्दैनौँ, 15-16 दिनदेखि नै एकदमै हामी काममा भिडिरहेका हुन्छौँ, आफ्नो स्वास्थ्यलाई हेर्दैनौँ, त्यो कारणले पनि एकदमै पाठेघर खस्छ। त्यसैले हामीले हाम्रो छोरीहरूलाई बिहेबारी 20 वर्ष पारी, कम्तीमा 20 वर्ष पुगिसकेपछि मात्रै हामीले हाम्रो छोरीहरूको बिहे गरिदिनुपर्छ, ताकि 20 वर्ष पुगिसकेपछि उसको शरीरको सम्पूर्ण अङ्गहरू विकास हुन्छ। विकास भइसके उसले सहजै के गर्न सक्छ? बच्चा जन्माउन सक्छ, उसको बच्चा जन्माउन सक्ने क्षमता हुन्छ। तर हामी 15 वर्षमा बिहे गरेर पठाइदिन्छौँ, त्यो कारणले पनि यी पाठेघरहरू खस्छ। तर त्यो कुराहरूलाई हामीले के गर्छौँ त? लुकाएर राख्छौँ। यो कुनै देवी देवताको दोष हो, यो कसैलाई भन्नु हुँदैन। घरको मान्छेले थाहा पायो भने लाज हुन्छ, समाजले थाहा पायो भने घृणा गर्छ भनेर यी कुराहरूलाई लुकाउँछौँ। यी कुराहरूलाई लुकायौँ भने हामीलाई बिस्तारै के हुन्छ? क्यान्सर हुन्छ। क्यान्सर भइसकेपछि हामी के हुन्छौँ? मृत्युको मुखमा चाहिँ पुग्छौँ। हामीले चाहेर पनि बाँच्न सक्दैनौँ। त्यसैले यो शिविर तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण शिविर हो। तपाईँहरूले आफूमा भएका समस्याहरू निर्धक्क साथ हाम्रो स्वास्थ्य सेवा दिन आउनुभएको डक्टरहरूसँग जाँच गराउँदा के हुन्छ? निस्वार्थ निर्धक्क साथ तपाईँहरूले आफ्नो समस्या राख्नु होला। उहाँहरूले समस्या पहिचान गर्नुहुन्छ र तपाईँहरूको समस्या निस्केकालाई तपाईँहरूको खर्च लाग्दैन। तपाईँलाई हस्पिटलमा लाने, अहिले प्रदेशमा एउटा टेस्ट गर्न पठाउने, होइन, हस्पिटलमा बोलाउने, प्रदेशमा पठाउने, एउटा टेस्ट गर्ने, अनि टेस्ट गरिसकेपछि तपाईँहरूको अपरेसन गर्ने, अपरेसनमा लाग्ने सम्पूर्ण औषधि उपचारहरू पनि रङ्गेल नगरपालिकाले बेहोर्छ। अपरेसन खर्च पनि तपाईँलाई रङ्गेल नगरपालिकाले बेहोर्छ भनेपछि तपाईँलाई स्वास्थ्य बनाउने हामी रङ्गेल नगरपालिकाको सम्पूर्ण जनप्रतिनिधिहरूको जिम्मेवारी पनि हो। हाम्रो नगरपालिकाभित्रको जनताहरू, महिलाहरू स्वस्थ हुनु पर्यो। स्वास्थ्य भयो भने मात्रै ऊ के गर्छ त? चाहे जति काम गर्न सक्छ, आफू स्वस्थ रहन्छ र आफ्नो बालबालिकालाई चाहे जति देन दिन सक्छ। अस्वस्थ भयो भने तपाईँले घर परिवार राम्ररी चलाउन सक्नुहुन्न। त्यसैले स्वास्थ्य रहनु हाम्रो अधिकारको कुरा पनि हो। त्यसैले अब हामीले लजाउनु हुँदैन। अहिले मैले छिटै गर्दा त्यो टेस्ट गर्दाखेरि मलाई एकदमै नराम्रो लाग्यो। यति त्यो आमाले कसरी त्यो समस्या बेहोरेर जिउनु भएको होला भन्नुहोस् त? उहाँको त्यो देख्दाखेरि मलाई एकदमै पीडा भयो। त्यो पीडामा हामी कुनै पनि दिदीबहिनीहरू अब पीडा भोग्नु नपरोस्। यस्ता तपाईँहरूको ओडामै आएको शिविरबाट तपाईँहरूले चाहिँ आफ्नो स्वास्थ्य जाँच गराएर आफ्नो